मिनासान कोनिचिवा ओगेनकी देशका साथीहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला। आज चाहिँ तपाईहरु जापानिज वेमा रहेर अलिकति फरक खालको तपाईलाई मैले विषयवस्तु पढाउन गइरहेको छु। यदि तपाईहरु जापान आउन चाहदै हुनुहुन्छ, स्टुडेन्ट भाषामा आउन चाहदै हुनुहुन्छ, वर्किङ भाषामा आउन चाहदै हुनुहुन्छ, तपाईले इन्टरभ्यु दिन पर्ने हुन्छ। विशेष गरी कुक भिजामा आउनेहरुको लागि चाहिँ खासै इन्टरभ्यु चाहिँ दिन पर्दैन। तर तपाईहरुले नर्मल के कुराकानी गर्न जान्नु भयो भने यहाँ आइसकेपछि तपाईलाई काम गर्न धेरै सजिलो हुन्छ। यदि कुक भिजा नभएर वर्किङमा आउँदै हुनुहुन्छ अथवा स्टुडेन्टको लागि आउँदै हुनुहुन्छ भने तपाईहरुले एकदम राम्ररी इन्टरभ्यु दिन जरुरत पर्छ। आज चाहिँ साथीहरु इन्टरभ्यु कसरी दिने, कस्ता कस्ता क्वेशनहरु सोध्छ भन्ने विषयमा तपाईलाई मैले पढाउन गइरहेको छु। भिडियो चाहिँ एकदम इम्पोर्टेन्ट भएको हुनाले भिडियोलाई अन्तिमसम्म हेरेर आफ्नो प्रतिक्रिया दिनलाई पक्कै पनि नभुल्नु होला। सुरु गरौँ साथीहरु आजको भिडियोदेखि। सर्वप्रथम तपाईहरु जापानिज वेमा रहेर आज पनि है त पार्ट 8, यदि तपाईहरुले पार्ट 7 सम्म हेर्नु भएको छैन भने पार्ट 7 सम्म हेर्नु होला। आज चाहिँ पार्ट 8 मा आफ्नो परिचय कसरी दिने भनेर चाहिँ तपाईलाई मैले पढाउन गइरहेको छु। सर्वप्रथम तपाईले यहाँ चाहिँ लेख्नु है इन्टरभ्यु है त, इन्टरभ्यु क्वेशन है त, इन्टरभ्युका प्रश्नहरु, इन्टरभ्युका प्रश्नहरु है त। सर्वप्रथम तपाईले सबैभन्दा सुरुमा तपाईलाई सोध्ने भनेको चाहिँ जिको सेउकाई हो है त। जिको सेउकाई पनि भनेर तपाईलाई सोध्न सक्छ अथवा ओ नामाएवा है त, नान्देस्का पनि सोध्न सक्छ है त। ओ नामाएवा नान्देस्का तपाईलाई सुरुमा ओ नामाएवा नान्देस्का भनेर सोध्यो भने तपाईले चाहिँ डट 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 अब आफ्नो नाम के हो, वातासी नो नामाएवा सरोजी देश अथवा कार्की सरोजी देश, अब जे भन्नुहुन्छ तपाईले भन्न सक्नुहुन्छ। तपाईलाई ओ नामाएवा नान्देस्का भनेर भन्नु भने त तपाईले आफ्नो नाम मात्रै भन्ने हो। तर ओ नामाएवा नान्देस्का नभनेर जिको सेउकाई ओ ओनेगाइसिमास अथवा ओसिएते कुदासाई भन्छ। यो भनेको चाहिँ तपाईको आफ्नो परिचय भन्नुहोस् भनेर भनेको। तपाईले ख्याल गर्नुपर्ने कुरा चाहिँ ओ नामाएवा भन्यो भने आफ्नो नाम मात्रै बताउने, जिको सेउकाई भन्यो भने तपाईले छुटाउनै नहुने कुराहरु, आफ्नो नाम, वर्ष, रुचि, अनि फेरि तपाई के हो, विद्यार्थी हो कि के हो, अनि तपाईको लास्टमा चाहिँ अभिवादन भन्न चाहिँ तपाईले छुटाउन हुन्न। जिको सेउकाई भन्यो भने चाहिँ वातासी नो नामाएवा डट 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 देश, अब जियो नाम त्यही भन्ने। अब वातासीवा अब जिउसाई देश, जिउकिसाई देश है त, निजु निसाई देश आफ्नो वर्ष। रुचि भनेको तपाईको आफ्नो स्युमी के छ, अब तपाई भलिबल हो कि, भलिबल खेल्ने हो कि, क्रिकेट खेल्ने हो कि, अथवा उनगाको गीत सुन्ने हो कि, त्यो भयो है त। अब तपाईको अब विद्यार्थी भिसामा आउनको लागि चाहिँ अब तपाईको चाहिँ पेसा अब के गर्दै हुनुहुन्छ, अब तपाई पढ्दै हुनुहुन्छ गएको सही देश, अब के गर्दै हुनुहुन्छ तपाईले आफ्नो गएको सही देश। अनि अभिवादन लास्टमा चाहिँ दौजो एउटा सिको ओने गाई तासिमास, तासिमास नभने पनि दौजो एउटा सिको ओने गाई सिमास भनेर तपाईले चाहिँ आफ्नो परिचय दिनुपर्छ। तपाईले यसमा यति कुरा के ख्याल राख्नु भने आफ्नो तपाईलाई नाम सोधेको छ कि अथवा जिको सेउकाई सोधेको छ, यति कुरा चाहिँ तपाईलाई ख्याल गर्नु। त्यसै गरी 2 नम्बरमा जाम है त। अब त्यस्तै गरी चाहिँ 2 नम्बरमा छ। 2 नम्बरमा छ कि सेन्नेन गाप्पीवा इचु देशका। सेन्नेन गाप्पीवा भन्ने बित्तिकै तपाईको चाहिँ फुल जन्ममिति है त। तपाईले चाहिँ अब फुल जन्ममिति भएपछि तपाईलाई वर्ष, अनि फेरि महिना, अनि फेरि दिन भनेर सबै हालेर चाहिँ तपाईले बताउनु पर्छ है त। सेन्नेन गाप्पीवा इचु देशका भनेर भन्नु भने त्यही ठाउँमा चाहिँ नान्साई देशका भन्नु भने चाहिँ तपाई कति वर्षको हुनुहुन्छ त्यति भने भयो है त। जस्तै अब 24 वर्ष, 25 वर्ष, अनि 20 वर्ष, 21 वर्ष मात्रै भने पुग्छ। तर सेन्नेन गाप्पिया भन्नु भने तपाईले वर्ष, महिना, दिन भन्नुपर्छ है त। त्यसै गरी
3 नम्बरमा छ कि तान्जोबी वा इचु देश का। यदि तपाईँलाई तान्जोबी भनेर सोध्यो भने चाहिँ तपाईँले महिना र दिन मात्रै भने पुग्छ। तपाईँले यति विचार गर्नु है। तपाईँलाई चाहिँ नान्साई देशका अब वर्ष सोध्यो भने तपाईँले चाहिँ यति वर्ष भनिदिनु पुग्यो। तपाईँलाई चाहिँ तान्जोबी वा इचु देशका अब तान्जोबी तपाईँको बर्थडे कहिले हो भनेर भन्नु भने चाहिँ अब कहिले हो त अब गो गाचुनो सान्जी इचु देश 5 महिनाको 31 गते हो, 6 महिनाको अब 20 गते हो, यसरी तपाईँले भन्न सक्नुहुन्छ। अथवा तपाईँको सेन्डेन गाप्पी वा इचु देशका अब सेन्डेन गाप्पी हो भने फुल जन्ममिति 2002 साल है त, 2 महिना अब 30 गते अथवा अब 20 गते, यसरी चाहिँ तपाईँले चाहिँ फुल भन्नुपर्छ कि वर्ष महिना दिनलाई जोडेर भन्नुपर्छ। त्यसै गरी अब तपाईँको नान्साई देशका भन्नु भने चाहिँ तपाईँ कति वर्ष हुनुभयो, अब ज्युक्युसाई देश अब अथवा हाताची देश 20 वर्षको हुनुहुन्छ भने मजाले तपाईँले वर्ष मात्रै भने पुग्छ। अब तपाईँको छ स्युमी वा नान देशका भनेर सोध्छ। स्युमी भनेको चाहिँ आफ्नो रुचि, अब तपाईँको केमा रुचि छ त, जे नि भन्न सक्नुहुन्छ। तपाईँको मलाई गीत सुन्न मनपर्छ, म चाहिँ नाच्न मनपर्छ, म चाहिँ भलिबल खेल्न मनपर्छ, मलाई क्रिकेट खेल्न मनपर्छ, तपाईँको स्युमी चाहिँ जे भन्न पनि पाउनुहुन्छ। यो चाहिँ कस्तो केसमा सोध्छ भनेर भन्दाखेरि तपाईँलाई सुरुमा ओ नाम आयो वा नाम देशका तपाईँलाई चाहिँ नाम सोध्यो, त्यसपछि चाहिँ वर्ष सोध्यो, त्यसपछि चाहिँ तपाईँको स्युमी सोध्यो, त्यसपछि तपाईँको चाहिँ के होस् विद्यार्थी होस् कि के सोध्यो, एक कुन्टा पनि मजाले सोध्न सक्यो। अथवा तपाईँलाई सिधै जिको सेउकाई ओनेगाइसिमास भनेर भन्नु भने चाहिँ तपाईँको जिको सेउकाईमा चाहिँ तपाईँको नाम पढ्यो, वर्ष पढ्यो, गाकुसेई पढ्यो है त। त्यो पढेपछि तपाईँको जिको सेउकाई सोधेपछि फेरि अब तपाईँको नान्साई स्युमी वा सोध्दैन। किन सोध्दैन भन्यो भने तपाईँले पहिले बताउनुहुन्छ, त्यही भएर तपाईँले चाहिँ जताबाट सोध्यो भने तपाईँ चाहिँ आफू चाहिँ रेडी भएर बस्नु पऱ्यो कि। अब जिको सेउकाई सोध्यो भने नि सर दिन सक्नु पऱ्यो है त। अनि फेरि तपाईँको चाहिँ प्रत्येक एकवटा छुट्याएर दियो भने मजाले तपाईँले भन्न सक्ने हुन पर्यो। त्यसै गरी स्युमी वा नाम देशका भनेपछि तपाईँले आफ्नो रुचिको विषय जे भन्नु पनि पाउनुभयो। त्यसपछि भन्छ गो खाजोकु वा नान्निन देशका भनेर भन्छ। तपाईँको परिवारमा चाहिँ कतिजना हुनुहुन्छ भन्छ। तपाईँले चाहिँ अब परिवारमा अब विशेष गरी त अब हाम्रो परिवारमा 5, 6, 7 जना हुन्छ, तर चाहिँ अब भिसा दिँदैन भनेर चाहिँ कन्सल्टेन्सीले चाहिँ 3 जना भन् भनेर भन्छ कि। पहिला पनि त्यही भन्थ्यो हाम्रो पालामा पनि, हामी पढ्दाखेरि पनि है त। त्यसैले तपाईँले नर्मल्ली सान्निन देश भने पुग्छ है त। सान्निन देश भनेर चाहिँ हामी 3 जना छौँ भने चाहिँ पुग्छ। अब दारेतो दारेगा इमास्का भनेर भन्छ, को हुनुहुन्छ भनेर सोध्छ। जस्तै तपाईँले यसमा चाहिँ 6 जना छौँ भनेर भन्नुभयो भने त अब को हुनुहुन्छ भनेर भन्न पर्यो। त्यसपछि बा आमा म भाइ दिदी सबै भन्न पर्छ। त्यही भएर तपाईँले 3 जना छौँ भनेर पहिले भनिदिएपछि त दारेतो दारेगा इमास्का भन्दा चिचितो हातो वातासी देश, बाबा आमा र म 3 जना भन्दै भयो। तपाईँलाई फेरि पछि एन्सर दिन पनि सजिलो हुन्छ। त्यसै गरी 7 नम्बरमा चाहिँ ओतो उसा नो सिगोतो वा नान देशका भनेर सोध्छ है त। बाबाको काम चाहिँ के हो भन्छ के। तपाईँको बाबाको काम के हो भनेर सोध्छ। तपाईँले चाहिँ मात्र नौगेउ देश, अब नौगेउ देश भनेपछि तपाईँले अब कृषि हो भन्न नि सक्नुहुन्छ, अथवा अब बिजनेस गर्नेले अब बिजनेस हो भन्न सक्नुहुन्छ, अथवा अब जे गर्नुहुन्छ अब आफ्नो आफ्नो हिसाबदेखि तपाईँले भन्न सक्नुहुन्छ। त्यसै गरी निहोने इतारा गाकुहिवा दारेगा हाराइमास्का भन्छ कि। तपाईँ जापानमा आइसकेपछि तपाईँको फी चाहिँ कसले तिर्छ भनेर भनेको के भन्दाखेरि तपाईँले अब यसमा चाहिँ विशेष गरी अब बाबा चाहिँ हुनुहुन्छ भने घरमा बाबा चिची देश भनिदिनुहोस् होइन। यही चाहिँ अब बाबा हुनुहुन्न, कसैको बाबा हुनुहुन्न नि त, आमा बाबुको खण्डमा चाहिँ हाहा देश भनिदिनु। अथवा कसैको बाबा हुनुहुन्न, आमा हुनुहुन्न, अब दाइ हुनुहुन्छ भनेपछि दाइले भन्न सक्नुभयो। अब तपाईँले कुन हिसाबले डकुमेन्ट गराउनु भएको छ त्यो हिसाबले चाहिँ भनिदिनु होला। त्यसै गरी निहुनी त गाकुई वा दारेगा हाराइमास्का र होस्योनिन वा दोनाता देशका भनेको चाहिँ तपाईँलाई एउटै हो क्वेसन, तर चाहिँ झुक्काउनको लागि तपाईँलाई चाहिँ कसैले गाकुई वा दारेगा हाराइमास्का भन्छ, कसैले चाहिँ होस्योनिन वा दोनाता देशका भन्छ के। होस्योनिन भनेको चाहिँ स्पोन्सर गरिदिने व्यक्ति के, तपाईँको चाहिँ पैसा पठाइदिने व्यक्ति, तपाईँलाई चाहिँ पढाउने व्यक्ति, स्पोन्सर गर्ने व्यक्ति को हो भनेर भनेको हो कि। त्यतिखेर पनि तपाईँले
चिची देश हा देश जो भने पनि हुन्छ। तपाईँ चाहिँ यी दुईटामा नझुक्किनु होला है त। मजाले क्वेसन तपाईँले चाहिँ हेर्नु होला। जापान आएर पढ्दै हुनुहुन्छ भने त्यो केसलाई है त यो विद्यार्थीको लागि चाहिँ तपाईँलाई विशेष गरी सोध्छ। निहोङ्गो गाको सोचोगो सितारा नानी हो सिमास्का भन्छ कि। तपाईँ अब आएपछि तपाईँले निहोङ्गो भाषा पढ्ने हो। तैँले त्यो निहोङ्गो भाषा सकिएपछि चाहिँ तपाईँले के गर्छस् भनेर सोध्छ कि। त्यतिखेर तपाईँलाई फेरि मैले चाहिँ यो गर्छु ऊ गर्छु भन्दा पनि तपाईँले के भनिदिनु भने चाहिँ दाइगाको नि हाइरिमास, म चाहिँ दाइगाको हाइरिमास हुन्छु भनेपछि सक्यो कि। ब्याचलर चाहिँ जोइन हुन्छु भनेपछि यति भनिसक्यो तपाईँलाई अरू केही सोध्दैन कि यसले चाहिँ निहोङ्गो भाषा पढ्छ, निहोङ्गो भाषा पढेर पास भइसकेपछि चाहिँ सिधै ब्याचलर जोइन हुन्छ भनेर चाहिँ त्यसले सोध्छ। अरू चाहिँ तपाईँलाई घुमाउन्न। त्यसै गरी तपाईँलाई नाजे निहोने इकिताई देशका भन्छ कि विद्यार्थीहरूको केसमा है त। खास किन जापान जाँदैछस् त भनेर भन्छ कि। यो चाहिँ वर्किङमा आउने हुने साथीहरूलाई पनि भन्छ त चाहिँ किन जापान जान चाहन्छस् त। अब विद्यार्थीको हकमा चाहिँ निहोङ्गो बेन्क्यो सिताई देशकारा म चाहिँ जापानिज भाषा चाहिँ पढ्न चाहेकोले भन्नुहुन्छ। अथवा अब वर्किङको लागि त यो भनेर त भएन त किन जाँदैछस् त, किन जान चाहन्छस् त। चाहिँ मलाई पहिल्यैदेखि चाहिँ जापान जान रुचि छ, त्यहाँको टेक्नोलोजी राम्रो छ, त्यहाँ गएर चाहिँ मैले काम गर्न चाहन्छु। अथवा मैले चाहिँ काम गरिसकेपछि मेरो फ्यामिलीलाई चाहिँ जापान लान्छु, जापान चाहिँ सुरक्षित देश छ त्यसैले चाहिँ म जापानमा गएर काम गर्न चाहन्छु, उहीँ बस्न चाहन्छु भनेर पनि भन्न सक्नुहुन्छ है त। अब भन्छ कि के वा नानी हो विदेशका भन्छ कि। हेर्दा चाहिँ यो एकदम खानदान लाग्छ, के वा नानी हो विदेशका, आतै यो निची हो विदेश हो है, खायो विदेश भनिन्छ। तर तपाईँले इन्टरभ्यू दिँदै हुनुहुन्छ मजाले, इन्टरभ्यू दिने बेलामा तपाईँको दिमाग पुरा इन्टरभ्यूमा गएको हुन्छ कि, कहाँ सोच गएको हुन्छ कि त्यसले के सोध्छ कसो हुन्छ भने मजाले तपाईँ क्वेसन गर्दै हुनुहुन्छ। के हो नानी हो विदेशका भनेर तपाईँलाई चाहिँ आला आज के बार हो भन्दै हुन्छ कि। तपाईँ भुलिदिनु भयो कि त्यो बारै भुलिदिनु भयो। त्यसैले आज चाहिँ यो बार है भनेर तपाईँले चाहिँ त्यो बार पनि कण्ठ गरेर जानु होला कि। किनकि अब तपाईँले जे पाइ त्यही आज जस्तै आइतबार हो सोमबार भनिदिएर त भएन नि त, उसले त हेरियो नि त, उहाँ त इन्टरभ्यू दिने मान्छेले हेरिरहेको नि त। त्यही भएर तपाईँले चाहिँ बार नै गोक्नु होला। अनि इमा नान्जी देशका भन्छ कि। तपाईँले त नान्जी देशका त थाहा हुन्न नि त, तपाईँले इन्टरभ्यू दिनु मजाले हेरेर इन्टरभ्यू दिनुभएको छ। त्यही बेलामा सरर क्वेसन सोध्छ इमा नान्जी देशका, कहाँ हेर्ने सकभर चाहिँ तपाईँले या त घडी लगाएर जानु होला, नभए भने तपाईँ ल्यापटप देखिदिनुहुन्छ नि त। ल्यापटप दिने बेलामा चाहिँ ल्यापटपमा चाहिँ समय लेखेको हुन्छ, अथवा चाहिँ पहिले कतातिर छ घडी अथवा माथि घडी टाँसेको होला, त्यो घडीमा चाहिँ यहाँ जस्तो तपाईँको मानौँ अब तपाईँले 1 बजेदेखि तपाईँको इन्टरभ्यू सुरु हो भने नि त, 1 देखि चाहिँ तपाईँको त्यो इन्टरभ्यू सुरु होस्, 1 बजे आइज भन्छ नि त स्कुलबाट गएकोले। अनि 1 बजे तपाईँको इन्टरभ्यू दिँदै तपाईँको 1:15 होला मानौँ ठ्याक्क। अब तपाईँको घडी कतै देख्नु भएन, 1 बजेदेखि त मेरो इन्टरभ्यू भएको हो, अब पक्कै पनि 1:10 गयो होला। त्यसमा चाहिँ यो चाहिँ यति चाहिँ बज्यो भनेर चाहिँ त्यति माछिकै हुँदैन, इचिजी देश भन्दा पनि तपाईँको फरक पर्दैन। तर तपाईँले चाहिँ यो कुरा चाहिँ पहिले बुझ्नु भएन, पहिले जान्नु भएन भने तपाईँ चाहिँ पक्कै पनि यी कुरामा चाहिँ तपाईँ अकमक्क पर्नुहुन्छ कि। अकमक्क परेपछि सिधै फालिदिन्छ उसले। त्यही भएर तपाईँले राम्रोसँग चाहिँ आफूले इन्टरभ्यू क्वेसनलाई अध्ययन गरेर यो भनेको यो भन्ने बित्तिकै मैले जिकोसौकै भनेपछि मैले फुल दिनुपर्छ, नाम भनौँ भने चाहिँ मैले सर्टकट दिए पनि हुन्छ है त भनेर नडराइकन ढुक्क आफू कन्फिडेन्स साथमा दिनुभयो भने तपाईँ पक्कै पनि इन्टरभ्यूमा पास हुनुहुन्छ। साथीहरू आज चाहिँ तपाईँलाई मैले 13वटा क्वेसन लेखिदिएको छु। 13वटा क्वेसनलाई चाहिँ राम्रोसँग अध्ययन गर्नु होला र नयाँ विद्यार्थी हुनुहुन्छ भने चाहिँ पार्ट 1 देखि पार्ट 7 सम्म मजाले हेर्नु होला। नयाँ हुनुहुन्छ भने साथीहरू युट्युबलाई चाहिँ सब्सक्राइब गरेर पक्कै पनि मैले गराएका भिडियोहरू सबैभन्दा पहिले तपाईँको मोबाइलमा पुग्ने गरी सब्सक्राइब चाहिँ गरिदिनु होला, कमेन्ट गरिदिनु होला भन्दै आज चाहिँ तपाईँलाई मैले 13वटा इन्टरभ्यू क्वेसनहरू लेखिदिएँ। 13वटा क्वेसनहरूलाई मजाले घोक्नुहोस्। अब चाहिँ अर्को नेक्स्ट पार्टमा पार्ट 9मा अथवा 10मा चाहिँ तपाईँलाई मैले चाहिँ फेरि 13 देखि माथिका क्वेसनहरू तपाईँलाई चाहिँ लगभग मैले 70-80वटा क्वेसनहरू चाहिँ इम्पोर्टेन्ट क्वेसनहरू तपाईँलाई मैले लेखाइदिने छु। यतिन्जेलको लागि भिडियो हेरिदिने सम्पूर्ण साथीहरूलाई धन्यवाद दिँदै फेरि नेक्स्ट भिडियोमा हामी भेट्नेछौँ।